हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि मनसिल ब्लगमा स्वागत छ। मलाई चाहिँ रुगाखोकी लागेको छ, स्वर चाहिँ यस्तै हो। पनि आज हामी घर जाँदैछौँ। हाम्रो सामान चेट्यो अनि एउटा डिउको बोकेको छौँ किनकि लास्टै जाम हुन्छ अरे। अनि एउटा बोतल चाहिँ बोकिरहेको पानीमा। हुन्छ हुन्छ ल ह्याप्पी दसैँ। अनि हामी अब जाँदैछौँ। सो लेट्स इन्जोय आवर भ्लग। ट्याक्सी बुक गरेर छौँ चाबेलसम्म जाने, त्यहाँदेखि हाम्रो गाडीमा जाने भनेर। मान्छेको हात गाडी चढ्ने बित्तिकै यस्तो भइसक्यो। 4 बजे उठेर चाबेल पुगेको मान्छे आज 7 बजिसक्यो। आयो कौशलटारमै छौँ। अघि गाडी चाहिँ प्याक गरेको छ। हामी चाहिँ अहिले यो कहाँनिर यो सूर्यबिना आएको जग्गा त देखेकै जाम छ जस्तो यस्तो साह्रो। तर गाडी हल्लियो, गाडी ठोक्यो भने नि के गाडी ठोक्यो। चिसो यस्तै विशेष भएको छैन, चिसो चिसो। यो काभ्रे हो नि माथि, काभ्रे हो नि है, काभ्रे माथि। अनि दिदी चाहिँ यताको सिटमा बस्नु भएको अनि म यताको सिटमा बसेको। अनि दिदी उता बस्दाखेरि चाहिँ युदै जितेर बसे जस्तो फिल भयो अरे। यताको हाल त्यस्तो छ फेरि। हामी काभ्रे भन्ने ठाउँमा चाहिँ आइपुग्यौँ। कट्न त कटाइखाइरौँ, तर त्यही अरू बेला तलै खाँदा खाइन्थ्यो। आज चाहिँ माथि राखेँ किनकि जाम यस्तो छ है। सब गाडीहरू अहिले यहीँ राखेको कि अनि अब बसेर खाने ठाउँ पनि छैन। अब दिउँसो कतिखेर पुर्याउँछ नि थाहा छैन, कति जाम छ। मेन ठाउँ त आएकै छैन जाम हुने, कति हुन्छ। त्यही भएर केही खाएर जाम भनेको खोइ। खाजा खाएर फेरि अनि गाडी चढेर हिँडिसक्यौँ। अनि अलिकति अगाडि आउने बित्तिकै फेरि हाम्रो टायर पङ्क्चर भयो। मस्त सुत्नु म नि मस्त सुतेको कहाँ आइपुग्यो पनि थाहा होइन। अगाडिदेखि जाम पऱ्यो भन्ने चाहिँ भएको थियो। गर्नु यस्तो छ होइन, एउटा यो तर अलिक शीतल भएको छ। कतिखेर जाम खोल्छ पनि थाहा छैन। घाम यस्तो लाग्यो, कहाँ आइपुग्यो नि थाहा छैन। मुलकोटदेखि अलिकति माथि छ, फुटकोट जाने बाटोमा ऐना आउने ठाउँमा। तर कत्रो जाम। त मोबाइलमा त भ्यू यस्तो भएको होइन। जाम एक पाइला पनि गाडी हिँड्न सकेको होइन। हामी चाहिँ अहिले खाल्टे भन्ने ठाउँमा आइपुग्यौँ। खाल्टे पनि अझ उहाँ पारी भन्छ, अब यहाँ चाहिँ के भन्छ लाग्यो नि, तर खाल्टे नै भन्छ। अनि यहाँ कस्तो ठाउँमा ल्याएर राखो खाजा खाने ठाउँ पनि यही एउटा मात्र रहेछ। खाना खाने, खाना पनि खासै खान मन छैन। 2 बज्न लागिसक्यो, भोकै सबै मन छ। चटपटे खाने भनेर बसेको। अनि चटपटेको ठेला चाहिँ यहाँ छ, तर चटपटे बनाउने दाई हुनुहुन्न। दाई भित्र बिजी आफै बनाएर खाने जस्तो। नानीर पनि खाने खाने हो। आफैले बनाएको चटपटे पनि खाइयो, धन्न खाने मोबाइल अगाडि भएपछि त
मान्छेले नबनाएपछि के गर्नु अब खाना खाना बुझ्दैन चटपटे खाने भने त्यो पनि मान्छेले त्यस पछाडि आफूले रेडी पारेर बल्ल बल्ल अलि खुल्ला भएको भनेको थिएँ म फेरि माथिदेखि लाइन लागेर छ गाडीहरूको पुलमा भनेको त पुलदेखि माथि पनि जामै छ हौ यो चाहिँ फुडकोट हो अनि अघिल्लोचोटि यहाँ बारी बसेर यहाँ सब भत्काएर पछाडिको सब लगेर यहाँ यत्रो ठुलो बजार थिएन है यहाँ अरू बेला हाम्रो यहाँनिर खाना खाना रोकाउनुहुन्छ अहिले त ठाउँ पनि छैन फेरि फुडकोटको उकालोमा यहाँनिर जाममा परिगयो दाइ त बस्नुभयो त आर्मी काम यहाँदेखि चाहिँ हामी यताभित्र जाने Finally we are in our Chakma Bazaar. पठाउँदैन होला माथि झारिहाल्नुहुन्छ माथि अरूमा अगाडिका मान्छेहरू पनि होला नि त्यो पनि यो गाडी कति जाने होला हो र के थाहा न अहिले माथि फिल बनाउँदै गर्दा यता उ छ कि मान्छेहरू यहीँ छन् है हामी चाहिँ यहाँनिर सामान झारेर अनि बसिसक्यौँ ओ हाम्रो हिरो खै मलाई नमस्ते गरे एकातिर बोकौँ न एकातिर हामी जहाँको चाहिँ तलै गाडी रोक्यो त हौ भाइ माथि लान देखाइन हो गाडी ए कसले जित्यो भाइ आज गेम लामटाले जित्यो गाडी भर्खर आइपुग्यो अनि फर्स्टमा हिँडेको गाडी लास्ट हेलो नमस्ते नमस्ते मम्मी नमस्ते हाम्रो ठुलो ड्याडीको पसल हाम्रो हेन्सम भाइ लाइक एन्ड सब्स्क्राइब गर्नुस् फेरि कट काटे कस्तो कट काटे हो यो ओ तल दुईटा घेरा पनि रहेछ खै अर्कोतिर हेरौँ अर्कोतिर होइन एकातिर मात्र ठुलो ड्याडीको पसलमा आएर हामीले लस्सी पनि खाइसक्यौँ खाइसकेपछि चाहिँ भिडियो बनायौँ के गर्नु त्यत्रो गइरहनु पर्दैन त हौ जीवन विकास JBLS त्यहाँ त केही छैन भाइ त नहेर्नु हुन्छ केही सेफ्टीको लागि हो त्यो सेफ्टीको लागि हो क्या त्यो केही छैन तेरो ड्रोन त्यहाँ के छ त्यहाँ पानी अब यता यो सिसाको झर्छ है
जान यहाँ चाहिँ ड्रोन छ भाइ ड्रोन पत्याउने कुरो गर्न त्यो त माथि चले खावा नि नखल्ला नि हुने हो कि भाइ माथि छैन भन्दैछु त हौ बनाउनु भन्नु भएन मम्मी अघि बनाउन खोजेको 3 महिना बनाउन ल भो खोलौँ छिटो यहाँ खोलौँ अनबक्सिङ गरौँ उही कस्तो दामी यार चाडा पङ्खाको ड्रोन वाउ नाइस चारवटा पङ्खा पङ्खा यहाँ छ ओइ त्यो त्यहाँबाट तानेको हेर न खान तान्नु त अरू एउटा पङ्खा दुईटा पङ्खा मिजर देखिन्छ नि हामीलाई न मसला हालेर खाने मसला खाने मसला हामीलाई बनाएर मम्मीले पठाउनुहुन्छ भाइको ड्रोन हो क्या यो भाइको ड्रोन फेरि भाइ लाइनमा जोडेर म त पछि साथीले बोला जान्छु सुन्नु अनि मम्मीले चाहिँ खाना बनाएर रेडी पारिसक्नु भएको छ हामी 5 बजे आइपुग्छौँ भनेर मम्मीले 4 बजे खाना बनाएर राख्नु भएको छ तर हामी कतिखेर आइपुग्यौँ 7:30 बजे आइपुग्यौँ त्यही पनि अनि हामीले भात खायौँ अनि हामी आएर सुत्यौँ दिदी पनि मोबाइल हेर्दै हुनुहुन्छ भाइ पनि मोबाइल हेर्दैछ मम्मी पनि मोबाइल हेर्दै हुनुहुन्छ अनि अब सुत्ने लास्ट थाकेको छ आज लास्ट जिउ त हल्लाउन भएन भोलि बिहान उठेर हिँड्न सकिँदैन भने थाहा छैन क्या अनि यस्तै हो गाइजको लागि यति नै थियो फेरि अर्को ब्लगमा भेटौँला ह्याप्पी दसैँ बाई गुड नाइट